everyone, welcome back to my channel. It's me, Smriti Paudel. Here are my friends. Sadiksha, बोला न के बोला र आज हामी जाँदैछौँ नेसनल पार्क घुम्न हैन अनि मेरो साथीहरु पनि यस्तो लजाउँछन् हैन म पनि लजाउँछु अब लजाउँदा पनि मैले भिडियो बनाइराछु भोलिपछि हेर्न हुन्छ नि त अनि हामी चाहिँ बर्दिया जिल्लाको कुदरिया भन्ने ठाउँबाट गाडी चढेको अनि यो गाडीले चाहिँ हामी आफैमा ढिलो हिँडिरहेको थियौँ अनि गाडीले झन् ढिलो गरिदियो हाम्रो साथी आउँदैछन् राजापुरबाट अनि बेलुवा भन्ने ठाउँमा हाम्रो साथीको र हाम्रो भेट हुँदैछ अनि हाम्रो साथी चाहिँ एक्लै त्यो पनि केटा अनि अघि आइसके अनि बिचरा कुरेर बसेछन् अनि उनको दिमागले के भन्दैछ होला अनि यो केटी मान्छेको जातहरू यस्तै हो कति ढिलो गर्छन् भन्यो होला नि बिचरा अनि यहाँ मान्छे हो राखेर राम्रो हुन्छ हो प्लास्टिक हो नि अनि मान्छे हिँडेर लास लाँदै रहेछन् अनि ढोग्नु पर्छ अरे ढोग्यो भने यात्रा राम्रो हुन्छ अरे माटोमा देख्यो भने सायद पर्छ अरे त्यही हो मिठा हावा लगाइरहेछ अब हामी जोडिँदै गर्नुहोस् हामीसँग हेर्दै गर्नुहोस् हाम्रो भ्लग देखाउँदै गर्छ हजुरलाई बर्दिया जिल्लाको रमणीय दृश्यहरू बाहिर आए फेरि जोडिनेछु हामी कुसुम्बा बजार हाम्रोमा कुसुम्बा बजार चाहिँ कुसुम्बा बजार भुरी गाउँ अनि हामी आइपुग्यौँ कहाँ बेलुवा साथीहरू हेलो गरिदिउ साथी हामी आयौँ अब कुन ठाउँ जाँदैछौँ भने हामी भुरी गाउँ जाँदैछौँ अनि हामी साथीहरू अनि यता छन् अर्को साथी देख्यो कि नआएको नि थाहा छैन तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो राम्रो बाटो छ अनि एउटा कुरा के छ भने नि हामी जहाँ बस्छौँ नि त्यहाँ आँप फलेको छैन अनि यता हेर्नु चाहिँ यहाँ कति धेरै आँप फलेको छ लिएर आउनु पर्दैन त हामीलाई कस्तो लागिरहेछ दुईटालाई कस्तो लागिरहेछ खान मन लाग्यो तिमीलाई कस्तो लागिरहेछ राम्रै छ मेरो ठाउँ हो बर्दिया मेरै ठाउँ हो हामीसँग भेट्दाखेरि कस्तो लाग्यो तिमी घर जाँदा सरलाई जाँदा हामीलाई आँप लिएर आउ ल पूर्व पश्चिमको हाइवेमा चाहिँ पर्छ यो भुरी गाउँ बजार रोक्दैछु है बिस्तारै झर्नु होला नेपालको झन्डा फर्काइरहेछ अनि यहाँ हामी गइरहेछौँ घर कहाँ हो भने राजापुर भन्ने सिंहमाइनी भन्छ हामी
कस्तो स्टुडेन्ट भाइ ए चुरे सरी प्रिन्सिपलको कुन सरले पढाउनुहुन्छ भनेर सोध्यो भने यही नौ भन्नु के टाइगर हामी यहीँको हो लोकलमा गएर गफेला के टिकटको पैसा दे ए ल ठीक छ त्यसलाई अब के भन्छ इमानदारीको जमाना छैन ढाटेर बानी अर्जुन बल्छन् बोलाइ अर्जुन अनि हामी चाहिँ चिटकैया आइसक्यौँ चिटकैया अब हामी आइसक्यौँ देख्न सक्नुहुन्छ कति राम्रो अब यो नेसनल पार्क प्रवेश गर्न नपाउँदा यति राम्रो सिन देख्न सकिन्छ हामी झन् भित्र गएपछि त स्वर्गै जस्तो छ होला तपाईँले अहिलेसम्म नि आँखा अगाडि बाघ देख्नु भएको छ कि छैन अहिले त 15-20 पनि देखिसक्यो आँखा अगाडि तपाईँले के गरेन बाघले Finally, we are here at National Park. Hello, banana. Hey. Hello, banana Arjun. Ina to बोल्दै हुनुहुन्थ्यो किन चस्मा चेन्ज गर्नु पर्ने राम्रो हुनलाई चिसो पानी छ हो यो चिसो हो आज चलाएर मान्छे भुलिगाउँको हो नि त्यो अनि अर्को रहस्यमय कुरा अनि हाम्रो यो दिदीले गर्दाखेरि चाहिँ हामीले चाहिँ के गर्नु भने यहाँको मान्छे हामी लोकल मान्छे यो अब हेर्दै गर्नुहोस् हामीसँग यहाँ भित्रको दृश्य चाहिँ एकदमै राम्रो रहेछ देख्न सक्नुहुन्छ पछाडि म नराम्रो होइन पछाडि दृश्य राम्रो छ हामी भर्खरै त भात खाएर आयौँ हतार गर्दै भात पकाएको तिमी हिँड भने भात पकाएको मेरो ब्याग छ ब्यागमा त केही छैन आवास क्षेत्र अनि हामी चाहिँ यस्तो गर्मी छ नि त त्यही भएर छात उड्दै हिँडिरहेछौँ अनि यता चाहिँ गैँडा छ अरे अनि उता पर्मिस निषेधिएको छ ओ मम्मी कति गर्मी हो ला एक्सपेक्टेसन भर्सेस रियालिटी यहाँ ओ गैँडा बस्ने राम्रो घर काठले बनेको अनि यस्तो यो घरमा भित्र हेर्नु न पङ्खाको आवाज आइरहेछ पङ्खा नि हुँदो रहेछ भित्र सबै सुविधाहरू छ अरे सुनेको के रहेछ खै कहाँ छ तपाईँहरू देख्न सक्नुहुन्छ ऊ बाघ हेलो बाघ आई लभ यु बाघ हामीसँग जाने हो मम्मी माथि चढ्यो म यता छु कता गएको तिमी सुप्रिया बाघ सुप्रिया यता चाहिँ कता हिँडेको तिमी आऊ भाइ कस्तरी चढ्दो रहेछ नि यत्रो मान्छे खान्छ के नहोस् ठुलो पनि अनि त्यो ढोका खोल्दा त्यो खाना आयो भने मान्छेलाई सफारी गर्दा बाघ देख्नुभयो कि नै देख्नुभयो तपाईँहरू जिप सफारी गर्दा बाघ देख्नुभयो ला अरू केही पनि देख्नु भएन गएर अनि यहाँ हेर्नुहोस् त टिकटक बनाइरहनु भएको छ कति राम्रो यहाँ कस्तो राम्रो भिडियो यहाँ कस्तो फोटो राम्रो आउँदो रहेछ कछुवा ठुलो छ त चलिरहेको त त्यो हेर्नु त चल्यो
भयो भिजिट। हामी चाहिँ अब घुमघाम गरेर निस्किन आँट्यौँ। टमटिम टमटिम टमटिम। ए त्यता हो? ए सङ्ग्रहालय अग्नि। यहाँ चाहिँ सङ्ग्रहालय छ अरे थारू समाजको, तर हाम्रो साथीहरू जुत्ता खोल्ने कष्टले गर्दाखेरि भित्र जान मान्नु भएन। चिसो चिसो हावाले चिसो चिसो हावाले। ए यता हो सङ्ग्रहालय। बिहेको बिहेको लगाउन मिल्छ। हाइवेसम्म चाहिँ अटोमा जान्छौँ। त्यसपछि हामीलाई चाहिँ दिदीले अर्को गाडी जुन पूर्व जाने पश्चिम जाने गाडी छ त्यो पश्चिम जाने गाडीसम्म सुदूरपश्चिम त्यो गाडीमा पुऱ्याइदिनुहुन्छ। त्यसपछि हामी जाँदैछौँ टिकापुर। मेरो हालत औजार घुमिसक्यो। चिसा पानी हुँदै हामी टिकापुर जान्छौँ। गुरुद्वाराको मन्दिर के गर्दा ए यहाँ चाहिँ माघीमा चाहिँ मेला लाग्छ अरे, देख्न सक्नुहुन्छ। ऊ त्यो मन्दिर हो, ठुलो मेला लाग्छ अरे। हामी चाहिँ हाइवेमा आएर यो तपाईँ हातमा देखेर मलाई शङ्का गर्नुलाई यहाँ तल भएकोवाला हो यो। अनि हामी हाइवेमा आएर काठमाडौँबाट आफ्नो बसमा चढ्छौँ। अब हामी गएर सिधै लम्की चढ्छौँ। लुम्बिनी प्रदेश सकेर यो चाहिँ सुदूरपश्चिम होइन, सुदूरपश्चिम प्रदेशमा चाहिँ आइपुगेका छौँ, जुन चाहिँ कैलाली जिल्ला पर्यो। यता चाहिँ एकदम राम्रो रहेछ, डाँडा काँडा आहा कस्तो छुट्टै मजा आइरहेको छ मलाई। कति ठुलो ठुलो डाँडा रहेछ, हाम्रो यही पहाडमा गए जस्तै फिल भइसकेको छ। फाइनल्ली हामी चाहिँ कैलालीको लम्की भन्ने ठाउँमा त्यो काठमाडौँबाट आएको गाडीले चाहिँ यहाँ ल्याएर हामीलाई रोकिदियो। अब हामी जाँदैछौँ क्या अब हामी जाँदैछौँ टिकापुरको गाडी चढ्न। खाउ त है पान लभर। हामी आइसक्यौँ फार वेस्टर्न युनिभर्सिटी, राम्रो रहेछ। चोर बाटो हुँदै चोरहरू चाहियो सिक्नु देखेको छ टिकापुरको एफयुको क्याम्पस। ल भाइ हेरिदेऊ यता, आफ्नो नाम भनिदेऊ। मेरो नाम आकाश
हेलो मेरो नाम डेभिड पौडेल फ्रम डाङगराई तिम्रो पनि परिचय त भएन नि साथी कसको तिम्रो मेरो नाम त अर्जुन सिग्देल भयो नि त च्याउ रोपेको रहेछ च्याउको हालत त्यस्तो छ कसले लगाएको हो यो हाइड्रोपोनिक्स यो रिसर्च हो कुन भेराइटी हो हिमालयट युद्ध भयो नि त्यो भन्दा अगाडि मान्छेले बिगार्यो के ल यहाँ चाहिँ मिठो पानीपुरी बन्दै रहेछ अनि देखेर हाम्रो साथीलाई खाम गरेर मुखबाट पानी आयो अनि यो हो टिकापुर पार्क टिकापुर बृहत उद्यानमा हजुरहरूलाई स्वागत छ राम्रो रहेछ गेट नै अब भित्र पनि राम्रै होला भन्ने आशाका साथ हामी भित्र प्रवेश गर्दैछौँ अनि हामी टिकापुरको पार्कभित्र छिर्दैछौँ यहाँ टल्ली भएर पिकनिक रहेछ नि त टल्ली भएर नाचिरहन्ला मैले भिडियो गरेको त नाच्नै बन्द भयो ऊ नाचे तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ यति धेरै भिड रहेछ कि हे भगवान नि मान्छेहरू नाचेका छन् गाएका छन् हेर ऊ थारू नाच्नु भएको छ यस्तो रमाइलो रहेछ अनि यो तपाईँहरूलाई थाहा छ कि छैन यो टिकापुरको पार्क भनेको नेपालभरिकै सबैभन्दा ठुलो पार्क हो अरे होइन अर्जुन अनि त्यही भएर यो वीरेन्द्र बसेको ठाउँ होइन दौडेर आउने रे वीरेन्द्र राजा दौडेर आउनुहुन्थ्यो अरे अनि यहाँ आएर विश्राम गर्नुहुन्थ्यो अरे अनि उहाँको सम्झना उहाँले नै बनाएको कि उहाँको सम्झना स्वरूप उहाँले नै बनाएको यो दरबार भनौँ अथवा यो के भनौँ त्यही रहेछ राम्रो रहेछ एकदम चुटुक्क परेको महेन्द्र राजाको चितवनमा थियो भने यो भनेको राजा वीरेन्द्रको हामी साथीहरू यहीँ फोटो खिच्दैछन् अर्को साथी झोला बोक्दैछन् यति धेरै मान्छेहरू हुनुहुँदो रहेछ हामी चाहिँ अब बोटिङ गरेको हेर्न जाँदैछौँ अनि यो चाहिँ हामी हो एकदम राम्रो रहेछ टिकापुर पार्क तिमीलाई रमाइलो लागिरहेछ यस्तो पहाड चढेर यस्तो राम्रो भ्यू हेर्न सफल भयौँ कति धेरै साथीहरू हेर्नुहोस् न अनि तपाईँहरू देख्न सक्नुहुन्छ हामी कहाँ आइसक्यौँ रे हामी कहाँ आइपुग्यौँ भन्दै बनाना रिसोर्टमा आइपुग्यौँ बनाना रिसोर्ट हो कि बनाना रेस्टुरेन्ट हो बनाना रिसोर्ट त्यहाँ आइपुग्यौँ बनाना एग्रो रिसोर्ट एकदम पिसफुल रहेछ एग्रो टुरिज्मको लागि स्थापना गरेको क्या हो एग्रो टुरिज्म कति वर्ष भयो यो स्थापित भएको त 20 कति भयो हो ल एकदम राम्रो रहेछ लिची आँप कटहर केरा जे खोज्नुहुन्छ तपाईँहरूले त्यही रहेछ यहाँ अब हेरौँ भित्र जाम कस्तो छ एकदम मनोरम दृश्यलाई हेरेर इन्जोय गर्ने साथीहरू यसो राम्रो बिल्डिङ पनि रहेछ अब त्यहाँ आँप लटरम्मै फलेको थियो होइन चोरम भएको तर फेरि के गर्नु इज्जत र प्रतिष्ठाले दिएन आहा साह्रै नै राम्रोसँग फुल फुलेको रहेछ तर के गर्नु अब रात परिसक्यो रातिको कति बज्यो 7 बजिसक्यो त्यही भएर राम्रोसँग भ्यू देखाउन पाइनँ असमर्थ भएँ सरी त्यसको लागि एकदम ठुलो क्षमा माग्न चाहन्छु यहाँहरूसँग ला 7 बजिसक्यो आजको हाम्रो बसाइ कहाँ हुन्छ थाहा छैन अझै पनि हामी अननोन छौँ कि हामी कहाँ बस्ने भनेर यस्तो क्युट स्विमिङ पुल रहेछ साथीहरू मान्छेहरू के भन्छन् मलाई त लाज लाग्यो यो के हो भनेर हामीले कसैले पनि पत्ता लगाउन सकेनौँ होइन यस्ता छन् कृषि विज्ञहरू यो के होला तपाईँहरू भनिदिनु होला आमामामा यो अनि टिकापुरको हाइवे कति राम्रो रहेछ हाम्रो गुलरियामा त छैन यस्तो आजसम्म ग्रिन सिटी थियो होइन अबबाट रोज सिटी हो
त्यही भएर यहाँ रोज लगाइरहेछ। अनि यहाँ आइसक्रिम खाँदैछौँ हामी। आइसक्रिम देखाउँदा आइसक्रिम मान्छे नदेखि पनि आइसक्रिम देखाउ न। आइसक्रिम हो सुप्रिया देखाउ। हेर्नुहोस् त यो भिड मान्छेको राति रातिमा यस्तरी हिँड्दा रहेछन् यतातिर। गुलरियाको त पुरै पपुलेसन जोड्यो भने नि हुँदैन कि बाटोमा भएको मान्छेहरू जोड्दा। यहाँ नखिचेदेखि के काम के यो दिमागले बिर्सिहाल्छ। आज पढेको भोलि त बिर्सिहाल्छ। तिमीहरू त ल हामी चाहिँ अनि अब भोजन गर्दैछ डिनर स्पेसलै छ। आहा कति थरी बनाएका छन् हेर। मासु भने मासु, सलाद छ, अचार छ। तर हाम्रा भाइहरू रहेछन् यहीँ पर्नु पर्ने थियो। सधैँ पाउँथ्यो कि गुड मर्निङ एभ्रिवान। हामी चाहिँ यस्तो राम्रो घरमा बसेको थियौँ। भाइहरूको रुम पुरै फ्ल्याट लिएर बसेको थिएँ। अनि रुन्छु म। अनि हामी बिहान उठेर चिया खायौँ। अनि चिया खाएर अब चाहिँ हिँड्यौँ। भाइहरूको चाहिँ क्लास छ होइन भाइ? खै कहाँ गयौ तिमी? उहाँ छन् हाम्रो ह्यान्डसम भाइहरू। साइकल चलाउँदैछन् अर्को भाइ। कस्तो रमाइलो भयो, मजा आयो। ल ल ल यहाँबाट होइन अर्कोबाट उरा आइफोनबाट भाइको आइफोनबाट। यो घरमा बसेको थियौँ हामी। अनि भाइहरू चाहिँ उताबाट गयो। कता गयो ल हाम्रो प्यारो प्यारो भाइहरू गए। ओइ रुको त छैन नि। रुमाल देऊ सुप्रियालाई, रुमाल देऊ। यहाँको त बस पार्क पनि कस्तो राम्रो रहेछ। तर गुलरियामा यस्तो छैन। राम्रो हो। ल अब हामी चाहिँ अटो चढेर हिँड्यौँ। सबै थाकेर कति बज्यो? 10 बजीसम्म हामी खाना खाँदैन। ल फाइनल्ली हामी चाहिँ घर आयौँ। हाम्रो जेनीले हामीलाई स्वागत गरिरह्यो। एकदम थकै लागेछ। अब खाना पकाएर खाना छ। अनि अफिस पनि जानु छ। अनि यो हाम्रो चाहिँ यो चाहिँ रुम आइपुग्यौँ हामी। यस्तै छ रुम। त्यही अब लास्टमा आएर मलाई साथीहरूले यस्तो झोला बोकाइदिएको थिएँ होइन। अनि जस रमाइलो भयो, बहुत रमाइलो भयो समग्रमा। अनि साथीहरू अलिअलि लरेर घुम्न चाहिँ खोज्छन् तर अलि लाज मान्छन्, लजालु छन्। लजावती चार जस्तै लजाउँछ। बाई बाई साथीहरू। हाम्रो घुमाइ 2 दिनको घुमघाम सक्यो। सुप्रिया बाई गरिदेऊ।